हाम्रो वैवाहिक जीवनमा समस्या आउँदाखेरि सम्बन्धबाट भाग्ने होइन, तर हामी परिवर्तन हुन आवश्यक छ। श्रीमान अर्थात् श्रीमती, जसमा परिवर्तनको आवश्यक छ, परिवर्तन चाहिँ हुन आवश्यक छ। कहिलेकाहीँ परमेश्वरले तपाईँ र मलाई कठिन सम्बन्धहरू दिनुहुन्छ, अति कठिन सम्बन्धहरू, ताकि तपाईँ र म नम्र बन्न सकौँ, परिपक्व बन्न सकौँ, सहन सकौँ र ख्रिस्टले जस्तै श्रीमानलाई अनि श्रीमतीलाई प्रेम गर्न सकौँ। तर धेरैचोटि हामीले यो कुरा बुझ्दैनौँ क्या। सुरुवाती क्षेत्रमा सबैको जीवनमा विवाहमा कन्फ्लिक्टको कुराहरू पक्कै पनि आउँछ। तर यो कुरा बुझ्नुहोस् प्रियहरू, तपाईँ सुरुवाती क्षेत्रमा तपाईँले विवाह गर्नुभएको कति पनि भएको छैन, समस्याहरू आउँदैछ भने परमेश्वरले कहिलेकाहीँ मैले तपाईँलाई भन्दै थिएँ कठिनाइ त्यस्ता सम्बन्धहरू ल्याउनुहुन्छ ताकि हामी परिपक्व बन्न सकौँ, हामी अझै जाँचिन सकौँ, नम्र बन्न सकौँ र ख्रिस्टले जस्तै आफ्नो श्रीमानलाई र श्रीमतीलाई हामीले प्रेम गर्न सकौँ। तर प्रियहरू, धेरैचोटि हामी सम्बन्धबाट भागिदिन्छौँ क्या। जब समस्या आउँछ भाग्ने प्रयास गर्छौँ, तर आफैलाई परिवर्तन गर्ने चाहिँ हामी प्रयास नै गर्दैनौँ। सकेसम्म हामी दोष लगाउँदै त्यो सम्बन्धमा झगडा गर्दै बस्छौँ। बट यु मस्ट थिङ्क, मैले कहाँ आफूलाई परिवर्तन गर्नुपर्ने छ, कहाँ म सोझिनु पर्ने छ, कहाँ मैले आफूलाई बनाउनु पर्ने छ, सच्याउनु पर्ने छ, अनि परिवर्तन गर्नुपर्ने कुरा चाहिँ याद नगरेर, थाहा नगरेर झगडा गर्दै दोष लगाउने कुरामा चाहिँ हामी व्याप्त छौँ, व्यग्र छौँ हामी। तर मित्र, म तपाईँलाई आज विशेष बताउन चाहन्छु, कठिन सम्बन्धहरू आउँदै गर्दाखेरि, त्यो कठिन सम्बन्धमा मिसअन्डरस्ट्यान्डिङको कुराहरू आउँदै गर्दाखेरि, सम्बन्धमा समस्या आउँदै गर्दाखेरि भाग्ने होइन, परिवर्तन हुन आवश्यक छ। एकले अर्कालाई बनाउन आवश्यक छ, एकले अर्कालाई नम्र बनाउन आवश्यक छ। तर धेरैचोटि हामी भागी पठाउँछौँ, यसले हाम्रो सम्बन्धलाई प्रिय अझै बिगार्छ, टुक्रा टुक्रा हुन्छ, झुरा झुरा हुन्छ, ध्वास्त हुन्छ। तर नम्र बन्न सिकौँ, प्रेम गर्न सिकौँ। यो कठिनाइहरू आउँछ, यस्तो कठिन सम्बन्धहरू आउन सक्छ, तर मित्र प्रेम गर्नुहोस् एकले अर्कालाई, ताकि तपाईँ र म चाहिँ परिपक्व हुनु पर्यो। तर परमेश्वरले तयार पार्न चाहनुभएको व्यक्तित्व तपाईँभित्र कहिले पनि निर्माण हुन सक्दैन जब तपाईँले यो असहजता सम्बन्धबाट भाग्ने प्रयास गर्नुहुन्छ भने। नभाग्नुहोस् प्रिय, बरु हाँस्दै यसलाई कसरी हुन्छ बनाउनेपट्टि जानुहोस्, नम्र बन्नुहोस्, त तपाईँको सम्बन्ध अति नै असल हुन्छ। तपाईँको सम्बन्धमा समस्याहरू आउँदै गर्दाखेरि सहन सिक्नुहोस्। कठिनाइ सम्बन्धहरू आउन सक्छ, कठिन सम्बन्धहरू, त्यतिखेर एकले अर्कालाई प्रेम गर्नुहोस्। जाँच्नुहुन्छ परमेश्वरले, त्यतिखेर जाँचिनु पनि होस्। परमेश्वरले चाहनुभएको जस्तो व्यवहार तपाईँले गर्नुहोस्, ख्रिस्टको चरित्रलाई आफ्नो श्रीमान श्रीमतीमा झल्काउनुहोस्। यो कुराले परमेश्वरलाई अति खुसी बनाउँछ। त्यही कारणले गर्दाखेरि नभाग्नुहोस्, ख्रिस्टले जस्तै प्रेम गरिराख्नुहोस् एकले अर्कालाई। आमेन।